नमस्कार। यो लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सका शाखा प्रमुख शङ्कर सुनवार सरलाई चाहिँ विशेष धन्यवाद किन पनि विशेष धन्यवाद दिन चाहन्छु भने उहाँले चाहिँ यो होइन उदयपुर गाईघाटमै उदयपुरमै भनौँ न उदयपुरमै यति ठुलो हेलमेटको बोर्ड ल्याएर यो सन्देशमूलक बनाउनु भएकोमा हामी एकदमै आभारी छौँ। किनभने यो हेलमेटको प्रयोग गर्नुपर्छ, यो हेलमेटको प्रयोग नगर्दाखेरि धेरै क्षति हुन्छ भनेर चाहिँ शङ्कर सरले चाहिँ एउटा आफ्नो सौजन्य यहाँनिर ल्याएर राखिदिनु भएको छ। यस कारणले पनि मान्छेले झट्ट गाडी कुदाएर आउँदाखेरि ड्राइभ गरेर आउँदाखेरि चाहिँ झट्ट हेलमेटको चिन्ह देख्ने बित्तिकै अब हामीले हेलमेट लगाउनु पर्ने रहेछ, हेलमेट लगाउँदा हामी सुरक्षित हुन्छौँ, हेलमेट हामीले अनिवार्य लाउनु पर्ने रहेछ भन्ने कुराहरू चाहिँ जानकारी हुन्छ। यो हेलमेट लगाउनुको अर्थ हामी राम्रो देखिनु होइन, हामी एकदम राम्रो देखिनु उत्कृष्ट देखिनु होइन। हेलमेट लगाएर हामीले नाक कान आँखा घाँटी मुख टाउको विशेष यसलाई चाहिँ हामीले